हेर्नुहोस् यो विराटनगरको हाम्रो एकदमै अझै छ गाडी होइन हामी मध्य क्षेत्रमा आएका छौँ मध्य क्षेत्रमा गएका छौँ हेर्नुहोस् है यो विराटनगरको मुख्य हाम्रो यो सम्पत्ति भन्नुहोस् हेर्नुहोस् विराटनगरको मेन गहना विराटनगर मेन हिरोहरू हेर्नुहोस् उहाँहरू हो विराटनगरको मेन हिरोहरू नै उहाँहरू हो जसले विराटनगरलाई सफा गर्नुभएको छ विराटनगरकोलाई जनतालाई धेरै ठुलो गुण लाउनु भएको छ उहाँहरूले हेर्नुहोस् उहाँहरूले आफ्नो स्वास्थ्यलाई पनि जोखिममा राखेर यति मेहनत गर्नुभएको छ यति मेहनत गर्नुभएको छ उहाँहरू विराटनगरको मेन हिरो हो उहाँहरूलाई एकदम नै सलाम छ हेर्नुहोस् उहाँहरू घाम भन्नु न पानी भन्नु न जाडो भन्नु न गर्मी भन्नु न हरेक दिन उहाँहरू चाहिँ एक दिन पनि नबिराइकन कुनै दिन चाडपर्व जुनै दिन पनि अब उहाँहरू चाहिँ काममा हिँड्नुहुन्छ हेर्नुहोस् होइन उहाँहरूलाई सलाम छ विराटनगरवासी सबैले उहाँहरूलाई सम्मान गर्नुहोस् हेर्नुहोस् तपाईँहरूले फोहोर जथाभावी नफ्यालिदिनुहोस् पोका बनाएर राख्नुहोस् तपाईँ हामीलाई आफ्नो घरको मात्र एउटा फोहोर उठाउन कति गाह्रो हुन्छ उहाँले सारा 3 लाख मान्छेले फोहोर गरेको चाहिँ उठाउँदै हिँड्नुहुन्छ त्यसले गर्दाखेरि उहाँहरूलाई सम्मान गरौँ उहाँलाई सम्मान गर्ने हाम्रो चाहिँ कल्चर छैन बानी छैन अबदेखि हामीले सरसफाइ कर्मीहरूलाई सम्मान गर्ने गरौँ उहाँहरूलाई माया गर्ने गरौँ उहाँहरूलाई राज्यको तर्फबाट पनि सेवा सुविधाहरू के बढाउन सकिन्छ त्यो सेवा सुविधाहरू दिने कुरामा हामी पहल गरौँ सबैजना मिलेर उहाँहरूको जीवनमा कुनै अभाव नहोस् उहाँहरूलाई चाहिँ बिरामी पर्दा मैले कहाँ इलाज गर्नु समस्या पर्दा मलाई चाहिँ आर्थिक समस्या यस्तो कुनै चिन्तै नहोस् उहाँहरू फ्रीले सफा गर्न पाउनुभयो भनेदेखि अझ विराटनगर कति राम्रो हुन्थ्यो ल फेरि पनि उहाँहरूलाई एकदम सलाम छ